ल गाइज वाट्सअप गाइज आज चाहिँ हामी लामो समय पछाडि चाहिँ आउटडोर टिकटक भिडियो सुटिङको लागि चाहिँ हामी गइरहेछौँ। हाम्रो गणेश यता हुनुहुन्छ, उहाँ सुरु गरिसक्नु उहाँले। सो हामी आज टिकटक भिडियो यसो सुट गर्दैछौँ बाहिरतिर गएर। चिसो अत्याधिक छ कोरियामा होइन, हिउँ त परेको छैन तर अहिले भर्खरै एकदम खुल्ला भएको छ आकाश, घाम लागेको छ मजाले, तै पनि चिसो छ, घामको त न्यानो छैन, लाइट मात्र छ होइन। सो जे होस् हामी टिकटक भिडियो बनाउनेछौँ, तपाईँहरूलाई सबै देखाउनेछु लास्टमा, अन्तिमसम्म भिडियो हेर्नु होला र आफ्नो प्रतिक्रिया दिन नछोड्नु होला है त गाइस। के भन्दै थिएँ म, भिडियो बनाउँदैछु, भिडियो बनाउन चाहिँ म त्यहाँबाट जाने हो। सो हामी पार्कमा गएर यसो भिडियो सुट गर्नेछौँ, त्यहाँबाट टक्कसँग हिँडेर चट्टसँग चाहिँ भिडियो बनाइसकेपछि भरे चाहिँ अपलोड गर्नेछु, युट्युबमा आउनेछ। युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला तपाईँहरू होइन। सो यस्तो चाहिँ कोरियाको पछाडि यो पछाडा यो ख्याउल भन्छ, यो चिसो ऋतु के, कोरियाको अत्याधिक चिसो मौसम ख्याउलमा छौँ हामी अहिले। र अलि तल यहाँबाट चाहिँ लगभग 5 मिनट जति लाग्छ, त्यहाँ पुगेर हामी टिकटक भिडियो केही भिडियोहरू सुट गर्नेछौँ, रिल वगेरा या यावत कुराहरू बनाउने। र हामी त्यस पछाडि भरे युट्युबमा चट्ट भिडियो आउँछ है त गाइस। ल यस्तो ड्रिम कोरिया भन्दै आउनुहुन्छ तपाईँहरू। ड्रिम कोरिया यही हो, तपाईँले सोचेको कोरिया र वास्तविक कोरिया पछाडि देख्न सक्नुहुन्छ। जाडो महिनाको कोरिया सुक्खा यो मरुभूमि जस्तो छ होइन, पछि 4को 5को महिनादेखि चाहिँ हरियाली हुन्छ है, यहाँ पुरै यो घाँस पलाउँछ, यसमा पाउलाहरू पलाउँछ, फुलहरू फुल्छ, फक्कोत भन्छ यसलाई, यो के भन्छ, चेरीको फुलहरू फुलेर मस्त दामी हुन्छ मौसम त्यतिखेर चाहिँ। अहिले त मौसम खतरा खत्तम छ, चिसो त्यत्तिकै छ, घाम लागेको छ यतापट्टि, यस्तो मेरो पछाडि। सो यस्तै छ अहिले। आज चाहिँ 4 डिग्री छ, अघि 2 डिग्रीबाट हल्का घाम लागेर खुलेर चाहिँ अहिले 4 डिग्री रहेछ तापक्रम। भरे राति -12, 13, 14सम्म पुग्नेवाला छ। हिउँ पर्न सक्छ भोलि पर्सितिर। यहाँको कोरियाको मौसमको भर हुँदैन कि, जाडो महिनामा के हुन्छ कतिखेर झ्याप्प बादल लाग्छ र कतिखेर छर्र चाहिँ हिउँ परिहाल्छ, थाहा हुँदैन। सो त्यो अनुसार विशेष तयारी गर्नुपर्ने हुन्छ होइन। अब त्यस्तै नै हो, चिसो अत्याधिक छ। अब यो सबै कम्पनीहरूमा काम आज हुँदैन, कुनै कम्पनीहरूमा हुन्छ आज आइतबारको दिनहरू। हाम्रो कम्पनी चाहिँ आज छुट्टीको दिन भएर यसो घुमघाम गर्न, यसो भिडियो सिडियो बनाइदिउँ त, टिकटकको लागि भिडियो सिडियो बनाउन त, यसो पार्कतिर गएर भनेर चाहिँ भने। हाम्रो दाजु फेरि यता मोबाइललाई चार्ज लाउन जानुभएको छ, चार्ज लगाएर 10-15 मिनट जति चार्ज लगाएर आउँछु भन्नुभएको छ। प्रकृतिले सबै कुरामा धेरै कुरामा ठगे पनि एउटा प्रकृतिले दिएको ठुलो वरदान भनेको चाहिँ त्यो सल्लाहको रुख जस्तो लाग्छ क्या मलाई साथीहरू। ल हेर्नुहोस्, यो सल्लाहको रुख चाहिँ वर्षभरिमा होइन, कुनै पनि मौसममा अत्याधिक चिसो होस् अथवा अत्याधिक तातो होस् होइन, तैपनि यो एभरग्रिन हुन्छ क्या, वर्षैभरि क्या। एकचोटि पनि यसको पुरै कम्प्लिटली चाहिँ पातहरू झरेर यस्तो यी रुखहरू जस्तो यस्तो सुनसान यो के भन्छ उराट लाग्दो हुँदैन क्या। यसको एभरग्रिन हुन्छ क्या, सधैँभरि प्रत्येक महिना चाहिँ यो हरिभरा भएर चाहिँ बस्छ क्या। यो चाहिँ प्रकृतिले एउटा ठुलो वरदान हो, ठुलो उपमा हो। र यसको संरक्षण गर्नुपर्छ हामीले। जङ्गलतिर यस्तो सौन्दर्यताको लागि पनि, जस्तो अब शिशिर ऋतुमा त प्रायः पातहरू पाउलाहरू सबै पातहरू झरेर चाहिँ नयाँ पाउलाको लागि तयारी हुन्छ नि त, र पुरै सुक्खा देख्छ, नराम्रो देख्छ नि त जङ्गलहरू। त्यसको लागि यो सालको रुखहरू चाहिँ हल्का टक्क सिस्टम वाइज चाहिँ रोपियो भने चाहिँ राख्न सकियो भने चाहिँ एकदम राम्रो हुन्छ गाइज। हाम्रो सौन्दर्य त हाम्रो सुन्दर नेपाललाई अझ सुन्दर बनाउन सकिन्छ जस्तो लाग्छ मलाई। त्यो भएर हामी यो सालको रुख चाहिँ एकदम प्राकृतिकको देहनलाई एकदम चाहिँ संरक्षण गर्नुपर्छ है गाइस। धेरै काट्ने काम नगरौँ, जताभावी फडानी गर्ने काम नगरौँ, यसलाई संरक्षण गर्ने काम गरौँ है त। कुरा गर्दै जाँदा एउटा सन्दर्भमा मैले यो प्रकृतिले दिएको ठुलो वरदान, हाम्रो यो सालको सल्लाहको रुख चाहिँ एभरग्रिन
यो वर्षभरि नै चाहिँ हरियाली हुने। वर्षमा अब मौसमहरू धेरै प्रकारका मौसमहरू आउँछन्। कहिले अत्याधिक तातो मौसममा पनि यसले आफ्नो रङ चाहिँ एकदम हरियाली सधैँ दिइरहेको हुन्छ। आफ्नो पातहरू झर्ने क्रम झरिरहेको हुन्छ र पलाउने क्रम पलाइरहेको हुन्छ। टोटल्ली यिनीहरू जस्तो चाहिँ कम्प्लिटली कहिले पनि झरेर चाहिँ सुक्खा चाहिँ हुँदैन। र यो चाहिँ एकदम चिसोमा, अत्याधिक चिसोमा पनि अहिले कोरियामा धेरै चिसो छ, तै पनि यो हरियाली नै छ, अझै पनि हरियाली छ। त्यो भएर चाहिँ हामीले अब मनको अब आफ्नो ठाउँको सौन्दर्यताको लागि होइन पनि हामीले यसको संरक्षण गर्नुपर्छ जस्तो मलाई लाग्दछ। यो सल्लाहको रुखहरू चाहिँ हामीले विशेष गरी पहाडी क्षेत्र, हाम्रो नेपालको पहाडी भागतिर अब जङ्गल वनहरूको एकदम सौन्दर्यता देखाउनको लागि लगायत अन्य कुराहरूको लागि चाहिँ यो एकदम संरक्षण गरेर लाउनको लागि चाहिँ एकदम उपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ। र हामीले सधैँ यसको चाहिँ संरक्षण गरौँ, यसलाई धेरै फडानी नगरौँ। वन जङ्गल बाँच्ने काम प्रकृति विरोध हो, त्यो उसको विरोध गयो भने हामीलाई भलो हुने छैन। त्यो भएर हाम्रो यो त श्वासको एकदम मुख्य स्रोतहरू हो नि त, यिनीहरू त हाम्रो बोट बिरुवा जङ्गलहरू त। त्यो भएर विशेष गरी यो त झन् एभरग्रिन सधैँ पनि सधैँभरि हरियाली हुने सल्लाहको बोट, यसलाई त झन् हामीले संरक्षण गर्नैपर्छ जस्तो मलाई लाग्दछ होइन। सल्लाह चाहिँ अत्याधिक राम्रो, प्रकृतिमैत्री होइन, सदाबहार अनि एकदम सौन्दर्य, प्रकृतिको लागि एकदम सौन्दर्यताको लागि एकदम भूमिका निभाउने। यसको मुनितिर झार पनि त्यति पलाउनु दिँदैन अहिले, त्यो हिसाबले एकदम जङ्गलमा झाडीहरू पनि धेरै हुन दिँदैन। सो एकदमै प्रकृतिमैत्री पनि छ, मैत्री पनि छ। र यो एभरग्रिन, यो जाडो मौसम अथवा एकदम गर्मी मौसममा पनि हुने, हरियाली हुने, प्रकृतिको शोभा बढाउने यो सल्लाहको रुखलाई चाहिँ हामीले संरक्षण गरौँ जस्तो मलाई लाग्दछ। गर्नुपर्छ भन्ने मेरो धारणा हो। सबैले संरक्षण गरौँ, वन जङ्गल फडानी बिल्कुल नगरौँ होइन। आफू एउटा सभ्य नागरिकको पहिचान दिउँ, वन जङ्गल फडानी बिल्कुल नगरौँ। सकिन्छ हामी यस्तो सल्लाहको रुखहरू, वृक्षरोपणहरू, यस्ता वृक्षहरू चाहिँ हामीले रोप्ने कामहरू गरौँ। आफ्नो खाली बारीहरू, अब पहाडतिर जङ्गलतिर खाली ठाउँहरू छ भने यसले पहिरो जान पनि रोक्नमा धेरै सहयोग गर्छ। र यो एकदम सौन्दर्यताको लागि ल हेर्नुहोस् त, अहिले पुरै उजाड छ सबैतिर, हावामा यस्तो छ है। यतापट्टि हेर्ने साथीको ल हेर्नु, हरियाली, वाउ, मनै प्रफुल्ल हुने। भिडियो पनि कति राम्रो आउँछ यतापट्टि हेर्नुहोस् त ल। यस्तो टाइपको चाहिँ यस्तो वातावरण मैत्री र नेचरलाई एकदम झन् सुन्दरता बढाउने यो सल्लाहको रुख चाहिँ एकदमै जोगाउन अत्याधिक आजको आवश्यकता र सदाबहार आवश्यकता रहेको छ। सदाबहार चाहिँ हरियाली भइराख्ने यो वृक्षमध्ये एक हो। र यो सल्लाहको रुखको संरक्षण, सम्पादन र यसको लागि चाहिँ हामीले सकिन्छ त हामीले सकेसम्म चाहिँ सम्भवतः खाली जग्गामा चाहिँ धेरैभन्दा धेरै चाहिँ यसको चाहिँ हामीले यसलाई चाहिँ रोपेर हामीले यसलाई संरक्षण गरेर राख्न सक्यो भने हाम्रो प्रकृति अझ सौन्दर्यता अझ बढ्छ जस्तो मलाई लाग्दछ। सल्लाहको रुख यो सदाबहार, जस्तै परिस्थिति पनि आफ्नो रूप रङ्ग बदल्दैन। यसले पूर्णतया यसले आफ्नो पातहरू झारेर यस्तो उराट लाग्दो चाहिँ भन्दैन। यो आफ्नो पातहरू निरन्तर झरिरहन्छ, निरन्तर पलाइरहन्छ। यो सदाबहार हुन्छ। त्यस कारणले प्रकृतिको सुन्दरताको लागि भए पनि यो चाहिँ संरक्षण गर्नुपर्छ, रोप्नुपर्छ जस्तो मलाई लाग्दछ। यो चाहिँ प्राकृतिक मैत्री, वातावरण मैत्री भएर चाहिँ एकदम संरक्षण गर्नु अत्याधिक जरुरी ठान्दछु म। र हामी सबैले चाहिँ यसको विषयमा चाहिँ जनचेतना पनि फैलाउनुपर्छ, संरक्षण सम्वर्धन गर्नुपर्छ। हामीले यो जताभावी काट्ने वृक्षहरू, यस्तो यसको डढेलो लाउने अनेक हुन्छ नि नेपालमा, त्यस्तो कामहरू गर्नु हुँदैन, बिल्कुल रोक्नुपर्छ। वन जङ्गल संरक्षण गर्नको लागि र प्राकृतिक सौन्दर्यता अझ बढाउनको लागि चाहिँ हामीले सकेसम्म चाहिँ बढीभन्दा बढी यो सल्लाहको रुखहरू चाहिँ हामीले जङ्गलमा रोप्नु अत्याधिक आवश्यक पर्दछ भन्ने मेरो धारणा हो। तपाईँहरूको कस्तो लाग्छ, विचार प्रतिक्रिया तपाईँहरूले कमेन्ट बक्समा गर्नु होला है त।